एरिया जान गइरहेको छु। ओके गाइस हामी भित्र जानुपर्छ। भइरहेछ नि ल। यस्तो राम्रो छ हेर्नुहोस् त वेलकम पनि खतरा छ यहाँदेखि। थ्याङ्क यू वेस्ट अगेन लेखेको छ त्यत्रो हजुर अनि गाइस त्यो त फर्स्ट टाइम हो देखेको त छौँ डेली देख्छौँ तर फर्स्ट टाइम हामी चाहिँ आज फर्स्ट टाइम आउँदैछौँ यहाँ। अब हेरौँ कस्तो हुन्छ भित्र कस्तो छ थाहा छैन हामीलाई चाहिँ फर्स्ट टाइम है हाम्रो। कस्तो छ बाहिरको लुक अब भित्र कस्तो छ हेरौँ है त। ए हो टिकट ए टाइम रहेछ नि त। ल जाउँ अहिले त्यहाँ लगाइदिनु छ जुत्ता खोल्ने चाहिँ देऊ ल हातमा बाँध्नुपर्ने रहेछ घडी पाइँदो रहेछ। ल घडी अनुसार गएर जान खेल्ने 1 घन्टा अनि आउने ल। अब सनाको चाहिँ यहाँदेखि खेल्ने स्टार्ट भएको छ। अब खेल्न सुरु गरिसक्नु भयो। जम्पिङ 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 गरिसक्नु भएको छ सनाले चाहिँ। अब सना चाहिँ कता कता के खेलौँ के कता जाउँ भइरहेको छ उहाँलाई चाहिँ। ल गाइस यस्तो जम्पिङ जम्पिङ गर्ने ठाउँ छ। ओ माई गड साह्रै राम्रो रहेछ है क्लिन कट रहेछ यहाँ चाहिँ। जे अन्त भन्दाखेरि चाहिँ यहाँ चाहिँ एकदम अब पैसा अनुसारको चाहिँ यहाँ म चाहिँ बसेर हेर्ने हो सनाको के खेल्नुहुन्छ सनाले खेल्ने हो म चाहिँ बसेर हेर्ने हो गाइस। ल सनाले भलिबल माथि छिराउँछ कि छिराउँदैन छिराउनु भयो वाउ सना त गुड कस्तो राम्रो हो। ल गाइज अब सना त्यता थाकेर यता आउनु भयो। अब यता चाहिँ के गर्नुपर्ने भने यो घुम्दै रहेछ कि अनि यो घुमेको ठाउँमा ल उफ्रिनु भयो एकै ठाउँमा उफ्रिनु भयो। यो त एक ठाउँमा उफ्रिनु होइन यो त पुरै वरिपरि यसलाई नाग्नुपर्छ। यो चाहिँ नि गाइज यो मैले खुट्टाले रोकिदिएको हो यसलाई चाहिँ नाग्नुपर्छ। सनाले जान्नु भएन यहाँ सनालाई आएन यहाँ खेल्न आएन गाइज आएन अर्को बुनु पनि जानुभयो सनालाई पनि यो खेल मन परेन जानुभयो मन परेन सना चाहिँ जानुभयो। अब सना चाहिँ यहाँ माथि चढ्नुहुन्छ गाइस। अब यो माथिबाट चिप्लेटी खेल्न जाँदै हुनुहुन्छ गाइस। हेर्नु त कस्तो माथि यति माथिमा त सना फर्स्ट टाइम योभन्दा अगाडि सनाले यहाँ माथिबाट खेल्नु भएको छैन। उहाँलाई चाहिँ डर लागिरहेको छ गाइस। यहाँ उहाँलाई चाहिँ लास्टै डर लागिरहेको छ। ल जानु माई गड सना पनि जानुभयो है यति माथिबाट फर्स्ट टाइम हो सनाले चाहिँ खेल्नु भएको। हेर्नु त तल चाहिँ कस्तो बल्लै बल रहेछ के तल बल छ धेरै। गाइज हजुरहरूलाई पनि मजा आइरहेको छ हाम्रो यो खेल हेरेर सनाको खेल हेरेर। हेर्नु न सना चाहिँ यहाँ माथि चढ्दै हुनुहुन्छ। अब यहाँ माथिबाट चाहिँ सनाले जम्प गर्ने अरे मैले नगर्नु भनेको कि यहाँभित्र सबै धुलो हुन्छ नि त यो फर्म हो खासमा चाहिँ यहाँ माथिबाट जम्प गर्नुपर्ने हो तर मैले नगर्नु भने यहाँभित्र चाहिँ पुरै सनाको डस्ट हुन्छ क्या पुरै फोहोरहरू हुन्छ धुलोहरू टाँसिरहेको हुन्छ अनि जम्प गर्दाखेरि चाहिँ डस्ट नाकभित्र पस्छ। सनालाई एक त मर्की लाग्छ चाँडै अनि मैले माथि हेर्नु त बाङ लेखेको छ नि बङ लेखेको छ नि हो त्यहाँ माथि चढेर अनि पुरा उल्टी जम्मा हान्ने ठाउँ हो कि खासमा यो तर सक्नुहुन्न सना चाहिँ। हेर्नु गाई यसरी पुलबाट आएर मम्मीसँग चढ्नु हो। सना त पुरै रातो भइसक्नु हो गाई। सनाको फेस चाहिँ पुरै गोल भेडा जस्तो भइसक्यो टमाटर जस्तो। ल सना फेरि चिप्लेटी खेल्नुभयो। सना चाहिँ चल्ल अब चाहिँ बानी पर्नुभयो सना अब सनाले चाहिँ चिप्लेटी खेल्नुभयो गाइस है। सनाको चाहिँ पछाडिको आज सबै लुगा च्यातिने भयो। सनाले लुगा च्यात्दै हुनुहुन्छ गाइस। हेर्नु मलाई पनि कस्तो खेलौँ लागिरहेछ हौ यहाँ त पुरै हेर्नु र कति धेरै बल यहाँ बल देखेर त मै डुब्ने बल छ हौ। ठुलै मान्छे डुब्ने बल छ सानो मान्छे होइन ठुलै मान्छे फेरि चिप्लेटी
चाहिँ बलमा डुबेर निस्किनै सक्नु भएन गाइस सनालाई चाहिँ पुरै अयाई भइसक्यो सना डुबेर हेर्नु न कस्तो गाह्रो भयो ल गाइस हामीले चाहिँ सिक्रेट रुम पनि पत्ता लगाइसक्यौँ हेर्नु है त ट्याम्पोलिङको भित्र पुरै हेर्नु त माथि पनि छ अनि भित्र अन्डरग्राउन्डमा पनि रहेछ गाइस हेर्नु त यहाँभित्र चाहिँ तपाईँहरू आउनुभयो भने देख्नुहुन्न है अब यहाँभित्र पनि छ नि हेर्नु त कति धेरै खेल्ने कुराहरू रहेछ सनालाई पनि खेल्नु भनेको सना त खै डराउनु भयो कि क्या अँध्यारो रहेछ टर्च बाल्नु पर्ने छ हामीले टर्च बालेर हेरेको गाइस हेर्नु त टर्च बालेर अनि खोज्नु पर्ने रहेछ गाइसले हेर्नु यहाँ सिक्रेट रुम पनि रहेछ सानो रुम पनि रहेछ बलहरू ल्याएर खेल्न मिल्ने रहेछ ओ माई गड माथि पनि रहेछ तर टुटिसकेको रहेछ माथि चाहिँ माथिको टुटेर तल झर्केर सनालाई छिर्नु भनेको त छिर्नै मान्नु भएन सनालाई त अँध्यारो भएर हेर्नु डराइराख्नु भएको छ सना त यता उता खोजिरहनु भएको छ के खोज्नु भएको सना त्यसरी भनेको हेर्नु न त्यहाँ यता उता सना पुरै हात्ती राख्नु भएको छ गाइस हामीले पत्ता लगायौँ है गाइस यहाँ चाहिँ सिक्रेट रुम बनाउने ठाउँ रहेछ अब कुनै दिन हामी यहाँ आएर सिक्रेट रुम पनि बनाउँछौँ है त तर मलाई त यस्तो निहुरिनु पर्ने छ यता पनि सिक्रेट रुम यता पनि सिक्रेट रुम कता गयो सना त भागे ल सनाले चाहिँ कत्रो ठुलो बल लिएर आउनुभयो बाफ्रे कत्रो ठुलो बल रहेछ हौ कहाँ पाउनुभयो सना कहाँबाट लिएर आउनुभयो आम्मामा लु बस ल्या सनाको ल अब जाने भयो आज त धेरै उफ्रेर भरे सनालाई कति गाह्रो हुने होला खुट्टा थित्त मान्ने होला मलाई खुट्टा मारिदिनु भन्ने होला गाइस हेर्नु त सना कति खुसी भएर खेलिरहनु भएको छ भरे चाहिँ उहाँलाई गाह्रो अब सना चाहिँ अब आइसक्रिम खाने रे ट्याम्पोलिङकै माथि रहेछ आइसक्रिम पनि खान मिल्दो रहेछ कफी आइसक्रिम जे खान मन लाग्छ माथि हुने रहेछ हेर्नु त माथि चाहिँ खान मिल्ने तल ट्याम्पोलिङ कस्तो रमाइलो रहेछ है गाइस अब त्यो आइसक्रिमले चाहिँ सनाको पेट भरिएन अनि यो पिज्जा खानको लागि हामी मजेरी आयौँ अनि फेरि मजेरीमा पिज्जा खान थालेको है गाइसहरू अनि हामीले चाहिँ एउटा पिज्जाले हामी अगाउँछौँ दुईजना अगाउँछौँ कि होइन सना चाहिँ पिज्जा खान मन लाग्छ क्या उहाँलाई धेरै उहाँको फेभरेट हो नि त अनि पिज्जा खान पाएर सना मक्खै होइन आज त खेल्न पाएर पनि मक्खै खान पाएर पनि मक्खै गाइस फेरि तररमा आउँदा त तरर उत्सव लागिरहेको रहेछ घर जाउँ अब भनेको त लु यहाँ त यति रमाइलो पो रहेछ रमाइलो त कहाँ छोड्ने कुरै भएन अरे गाइस अनि हामी चाहिँ फेरि तरर उत्सव हेर्न थाल्यौँ है गाइजहरू हेर्नु है हजुरहरू पनि कस्तो रमाइलो हेर्नु न कस्तो मजा पो रहेछ हौ यहाँ त ए तिमी पनि हिँड्नु यताबाट हिँड्नु न अलि राम्रो निकाल त गाइस तर उसब हजुरहरूलाई कस्तो लाग्यो अनि हाम्रो पुरै भ्लग भिडियो कस्तो लाग्यो हजुरहरूलाई मन पर्यो भने चाहिँ हाम्रो भिडियोलाई लाइक गरेर अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गर्नु होला थ्यांक यू फर वाचिङ बाइ बाइ